Hello, welcome back to my another videos. And we are in Sydney. Good morning from Sydney. आज हाम्रो डे 4 लास्ट डे 10 बजेसम्म हैन रुमबाट चेकआउट गरिसक्नुपर्छ। अहिले रुमको कन्डिसन यस्तो छ हैन। रुम चाहिँ आफै सफा गर्नुपर्छ अहिले हामीले। अनि कन्डिसन यस्तो छ हैन एकदम नराम्रो के भन्ने कुरा सफा गर्नुपर्छ। अनि त्यही हो मेरो गाडी चाहिँ त्यहाँ छ पार्क भइरहेछ। अर्को चाहिँ हामी यहाँ बसेको लगभग 3 दिन भयो हैन 3 दिन भयो हाम्रो नजिकै यस्तो राम्रो ठाउँ छ हैन तर यो ठाउँमा हामी अहिलेसम्म गएको छैन माथिबाट हेरेछौँ हैन सबै कुरा माथिबाट हेरेर छोड्दिएछौँ। ओके अहिले चाहिँ हामी यो रुम सफा गर्छौँ। रुम सफा गरेर अनि गाडी साडी स्टार्ट गरेर back to home and we will see you guys somewhere in the highway or somewhere while cleaning in the room. सौगा त्यो मलाई तिमी केटी भएर जाने आफ्नो मान्छे मोजा बटुल्नु छैन हे यो हामीलाई कतिवटा दिए थियो के त्यो त्यो 2 रातिको लागि दिए थियो। हामी एउटैमा सुतेछौँ फेरि त्यो मिलाएर यो पानी हामीसँग पानी छ है यो म पानी खानु पर्छ। नाइस गाइस नाइस मेरो कफी चाहिँ कुन पानी खादैन तुमा खै मलाई याद छैन कसले खाए मलाई दिदियो यार ल पानी म साथी हो हैन होला कहिले खाएन अरे त पास्ता भन्दैछ पास्ता र अन्डा क्या रातो भन्छ त के हो उसको ड्युटी सुरु भइसक्यो Mate, where are you going, mate? I just park my car in my bay. Okay. Or else you'll get fined. Yeah. Fucking go fast, mate, fast, mate. त्यो कपडा पनि लगिहाल नि त एउटा कहाँ गइरा हो भारी बोकेर ए लक भएछ त उता सामान राख्न र गाडी के रे हाम्रो 8:30 सम्म मात्रै पार्किङ अलाउड छ। सो गाडी मुभ गर्न लाग्छ हामी यसले त्यहाँबाट त्यहाँ हाम्रो बसन्ती त्यहाँ उभिएछ हैन क्या सेक्सी देखिरहेछ यार मानव लास्ट स्ट्रगल गरिरह त ए म त्यो राउन्ड अबाउट सम्म गए यार सौगात मलाई त दुईटै फ्लिप ओ यही यतैकै घुमाउन मिल्थ्यो हैन कहाँ गयो मान्छे त्यो राउन्ड अबाउट गयो यार त्यो मान्छेले बस घुम्न हो कि हाम्रो ड्राइभर साहब ए जो पिक्न त ए ठुके क्या दामी देख्यो गाडी आउँदा हो कस्तो ब्रेकफास्ट हैन यति ब्रेकफास्टको हामी कति तिर्थ्यौँ यार छ्या दामी बनायो यार तर पास्ता विथ रानी पास्ता विथ अंडा कॉफी बहनचो एक सिप मुंह में चले जाए ओ ले लिए त्यो बाटोमा भोक लाग्यो भनेर त्यो भन्न मिल्दैन है हामी कहीँ पनि रोक्दैनौँ बुझ्यौ नुन पनि हाले छैनौ व्हाट द फक हाम्रो सेफ त लास्ट नराम्रो ट्रेनिङ कहाँबाट लिएको थियो अनलाइनबाट हो सल्ट एन्ड पेपर अब सब पारेर हामीले अहिले चाहिँ सफा गर्दैछौँ हैन पुरै सफा भएको छ यस्तो भइसक्यो जस्तो थियो त्यस्तै छ हैन रुम अस्ट्रेलियामा चाहिँ रुम चाहिँ सफा गरेर हिँड्नु पर्दो रहेछ इट्स अ काइन्ड अफ रुल so yes so it's 9 o'clock and we are going to check out from this place and going back to Ballarat
यो पनि हाल्दा दुःख लागिरहेछ ठाउँ छोड्दा हाम्रो लोकेसन यस्तो ठाउँमा लोकेसन छ यार हेर न सही लोकेसन थियो यार हामी कहीँ घुम्न गएन यहाँ नजिकै अब हेर्नु अब घर जानुको चाप्टो हामी कोर्सको प्लान भएको है फक्दो हुन्छ है ओके यो हातमा चाहिँ के बोक्या हौ मानव यो ठाउँ चाहिँ किन इग्नोर गरेको यहीँ 3 दिन बसेको होइन तिमी होइन 3 days बसेर पनि हायेस्ट स्ट्रिट बीच हायेस्ट स्ट्रिट बीच यो ठाउँमा हामी 3 दिन बसेर होइन सौगात राति त तिमी यहाँ पनि नुहाए हुन्थ्यो त व्हाट द फक म्यान दामी छ यो पनि ठाउँ छ चिल गर्ने ठाउँ राम्रो छ हामीले राति 1-1 घन्टा खाना खाएर आएर बसेको भए पनि चिल हुन्थ्यो अनि त्यहाँ बस्ने ठाउँहरू पनि छ त बस्नलाई राम्रो हाम्रो ठाउँ बसेको ठाउँ पनि दामी रहेछ नि त केटो यहाँ हेर पुरा राति भ्यू देख्छ होइन यो यहीँ गाडी पार्क गरेर गएको भए नि हुन्थ्यो होइन सबै काम हुन्थ्यो त्यहाँ तर त्यहाँ फेरि हामी त्यो बन्डै सन्डै जान मिल्थेन नि त तर धेरै कुराहरू सिकिरह हो सिक्दै जान्छ यो मेन सिटी होइन ल त सौगा सौगात कस्तो लाग्यो तिमीलाई सिडनी अलिक जोडले बोल त हनेस्ट रिभ्यू देऊ न यार कहाँ कस्तो मजा आइरहेको 50% राम्रो लाग्यो 50% ए उता हेर ब्याङ्कक ब्याङ्ककै जस्तो लाग्छ मलाई मैले मारौँ भनेको थिएँ कि अहिले टक्क आउँथ्यो स्टोरी जान्थ्यो होइन एउटा स्टोरी पेल्दैन हुन्थ्यो नि त अनि ब्याक होम भनेर पेल्दैन एउटा स्टोरी अनि गोल्ड कोस्टको फेरि पोस्ट हाल्छ अनि ब्याक होम भनेर नि अर्को स्टोरीमा सरप्राइज मदरफकर्स ब्याक Victorians never horn हैन unless it is mandatory unless it is like do and die condition गर्नै पर्ने के हैन हेर अनि तिमी लेट इन्डिकेट गरे हन त केटो स्पिड गर्नु पर्यो नि त मर्जुली बेलामा त यहाँ गरेर मर्जुली सबै कुरा यो कुरा कसरी डिटरमाइन हुन्छ न हेड चेकले मलाई ठ्याक्कै थाहा भयो नि त तिमीले हामीलाई इग्नोर गरे हैन 3 दिन बस यही है महाराजा की कहानी मैं तेरा दीवाना तू मेरी दीवानी तेलको कति रुपियाँ छ भनेको तेलको छ कति रुपियाँ भन्दाखेरि कति रुपियाँ तेलको 167 त्यो हुँदै रहेन रहेछ 167.9 मैले यता हेरेको गाडी छैन त्यही भएर फोन गरेको मैले आजमा त आइसक्रिम खाने हो भने तपाईँको बिहान त फोन किन उठ्दैन म फोनको मतलबै हुँदैन मलाई अनि त्यसपछि खाने हो फोन उठाएको त्यस्तो हुन्छ गाडी छैन अनि यताहरू चाहिँ कुरा गरिरहेको त्यो ब्लू कार त्यसमा छैन अनि त्यो ब्लू कार कहाँ गयो भनेर तिमीलाई त थाहा छैन नि त नि म पे गर्न गएको छु भनेर अनि तिमीलाई चाहिँ डाइरेक्ट चाहिँ के भन्यो तिमीलाई पे गर्छु भनेर डाइरेक्ट मलाई केही भनेन तिम्रो नम्बर हेरेर गएको थियो नम्बर हेरेर म त हेरेर गएको थिएँ मैले अनि तिनीहरूले कुरा गरिरहेको थिएँ एक आपसमा ब्लू गाडी गयो त्यो के गर्ने भनेर भनिरहेको थियो उसले चाहिँ फोन गरेर पकाउँछ नि त अनि फेरि
के हो हँ यही भने यार कति कुन हो के कुन सौगात तिम्रो कुन हो अरू केही छुटेछ भने भोलि लगा है चार्जर खै चार्जर त लग्दै लगेन बिर्स्यो चार्जर लगाएको थियो ल्यापटपको चार्जर लगेको थिएन चार्जर लगेको थिएन ल यति भए त पुग्यो ल ल बाई 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 सी यू tomorrow नेक्स्ट ट्रिपमा tomorrow what is that mate सिडनीको ट्रिप सक्यो यहाँ हैन अब म घर आइपुगिसकेँ बिहान हामी अब 10 बजे हिँडेथ्यौँ अनि खाना साना नास्ता सास्ता लन्च डिनर सबै गर्दा गर्दा अहिले म यहाँ 11 बजी ठ्याक्कै 11 बजिरहेछ घर पुगेको के 11 बजिरहेछ घर पुगेको अनि अब म केटाहरूलाई तिनीहरूको घरमा सबजनाले ड्रप गरेर म पनि आफ्नो घरमा पुगेछु अब जान्छु नुहाई धुवाई गरेर सुत्छु रेस्ट गर्छु अनि भोलिदेखि फेरि हैन काम कलेज असाइनमेन्ट्सतिर लाग्नु पर्यो ओके आई विल सी यू इन नेक्स्ट भिडियोज सी यू टिल देन टेक केयर बाई बाई